आक्रामक मर्जरमा गएका लघुवित्तहरू अब शेयर संरचना मिलाउन धमाधम एफपीओ निष्कासनमा लागेका छन्। चालू आर्थिक वर्षको पहिलो 7 महिनामा 4वटा कम्पनीले एफपीओ निष्कासनको अनुमति पाएका छन् भने अझै 3वटा कम्पनीहरू एफपीओ निष्कासनको अनुमति कुरेर बसेका छन्। नेपाल राष्ट्र बैंकको दबावपछि माइक्रो फाइनान्सहरू धमाधम मर्जरमा गए। करिब 100 को हाराहारीमा रहेका माइक्रो फाइनान्सहरू अहिले 55वटाको हाराहारीमा छन्। अझै केही जोडी माइक्रो फाइनान्स मर्जरको तयारीमा छन्। यस वर्ष साधारण सभा गर्ने अधिकांश माइक्रो फाइनान्सले मर्जर तथा एक्विजिसनको एजेन्डा राखेका छन्। हालै मात्रै ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त मर्जरमा जाने सैद्धान्तिक सहमतिमा हस्ताक्षर गरेका छन्। साधारणतया बैंक तथा वित्तीय संस्थाले संस्थापक र साधारणको शेयर संरचना 70-30 को अनुपातमा हुनुपर्छ। साधारण शेयर संरचना मिलान गर्न लघुवित्तले एफपीओ विधिबाट शेयर निष्कासन गर्न लागेका हुन्। हुन त एफपीओ निष्कासन गर्दा नेटवर्थको 2 गुणासम्म मूल्यमा निष्कासन गर्न अनुमति प्राप्त गर्न सकिने भए पनि अधिकांश माइक्रो फाइनान्सले भने 100 रुपैयाँमै एफपीओ निष्कासनको अनुमति मागेका छन्। प्रिमियममा एफपीओ निष्कासन गर्न लगातार 3 वर्ष नाफा गरेको हुनुपर्ने लगायतका प्रावधान रहेकाले पनि लघुवित्तहरूले 100 रुपैयाँमै शेयर निष्कासन गर्न अनुमति मागेका हुन्। गत वर्ष अधिकांश लघुवित्तको वित्तीय विवरण सकारात्मक छैन। शेयर संरचना मिलानको लागि मात्रै एफपीओ निष्कासन गरेको हुँदा यिनीहरूले शेयर निष्कासन गरेको किता एकदमै न्यून छ। चालू आर्थिक वर्षमा समता घरेलु, माहुली, स्वरोजगार र विन नेपाल लघुवित्तले एफपीओ निष्कासन गर्न अनुमति पाएका छन्। समता घरेलुले 3,50,904.25 किता, महुलीले 4,75,449.15 किता, स्वरोजगार लघुवित्तले 1,95,773 किता र विन नेपाल लघुवित्तले 561,292.50 किता शेयर निष्कासन गर्न अनुमति पाएका छन्। स्वरोजगार लघुवित्तले हालै मात्रै एफपीओ निष्कासन गरेर सर्वसाधारणमा बाँडफाँड समेत भइसकेको छ। समता घरेलु र मनोकामना स्मार्ट मर्ज भएर समता घरेलु लघुवित्त, माहुली सामुदायिक र नवीकरण लघुवित्त मर्जर भएर माहुली लघुवित्त, स्वरोजगार र जनकपुर मर्जर भएर स्वरोजगार लघुवित्त तथा विन लघुवित्त र नेपाल सभा लघुवित्त मर्जर भएर विन नेपाल लघुवित्तको नाममा एकीकृत कारोबार भएको थियो। त्यसैगरी अहिले 7 को एफपीओ को पाइपलाइनमा 4 कम्पनी रहेका छन्। 4 कम्पनी मध्ये 3 कम्पनी लघुवित्त वित्तीय संस्था रहेको छ भने 1वटा हाइड्रो पावर कम्पनी रहेको छ, जसमा बुटवल पावर कम्पनी लिमिटेड, नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था रहेको छ। यी कम्पनीहरू नेपाल धितोपत्र बोर्ड 7 को एफपीओ निष्कासनको अनुमति पर्खिरहेका छन्। कुनको कति किता? नेशनल लघुवित्त नेशनलले 6,69,009 किता एफपीओ निष्कासनका लागि 2081 साल भदौ 7 गते 7 मा निवेदन दिएको छ। संस्थाले प्रति किता 100 रुपैयाँका दरले एफपीओ निष्कासन गर्नेछ। शेयर बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। नेशनलले समित लघुवित्तसँग मर्जर गरेर नेशनल लघुवित्तको नाममा एकीकृत कारोबार गरेको थियो। विजय लघुवित्त विजयले प्रति किता 100 रुपैयाँको दरले 4,66,817 किता एफपीओ निष्कासनका लागि 2081 साल असोज 23 गते 7 मा निवेदन दिएको छ। शेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। विजयले नयाँ सारथी लघुवित्तसँग मर्जर गरेर विजय लघुवित्तको रूपमा एकीकृत कारोबार गरेको थियो। तत्कालीन किसान लघुवित्त किसानले प्रति किता 100 रुपैयाँको दरले 16,66,965 किता एफपीओ निष्कासनका लागि 2078 साल असार 29 गते 7 मा निवेदन दिएको छ। शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। किसान र जाल्पा सामुदायिक लघुवित्त मर्जर भएर मातृभूमि लघुवित्तको रूपमा एकीकृत कारोबार भएको थियो। बुटोल पावर कम्पनी बुटोल पावरले प्रति किता 206 रुपैयाँ 29 पैसामा 1 करोड किता एफपीओ निष्कासनका लागि 7 मा निवेदन दिएर अनुमतिको पर्खाइमा छ। कम्पनीले 2080 साल फागुन 27 गते 7 मा निवेदन दिएको हो। शेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीले यसअघि पनि 401 रुपैयाँ प्रिमियम थपेर 501 रुपैयाँमा 40,90,000 किता शेयर निष्कासन गरेको थियो।